यस्तो सोझीहरु जल्दी आओ अङ्कल फुपाजू रक्स्यो गाह्रो भयो अरे उहाँलाई हिँड्नु धेरै धेरै बोल्न आउँदैन अनि यति भन्दै हल्का फुल्का बोल्दिनु अरे अयो के को जडीबुटी ऊ माथि तुम्बा कराउँदै हुनुहुन्छ छिटाउनु छिटाउनु भन्दै जुम गरिदिउँ न त छिटाउनु छिटाउनु ल जल्दी आउनु जल्दी आओ अबे जल्दी आओ वे तो मुझे समझ है बोलना भी आती है लेकिन वो क्या बिहारी नहीं आती है के भन्नुस् त त्यो के भन्छ छिटाउनु भन्दा जल्दी आओ जल्दी आवेगा जल्दी आवा के लु बोल्नुस् त यो वाला अहिलेको हजुर हजुर तपाईँ पनि हाँस्नु न गाइज बाफ्रे कसरी हेप्नुहुन्छ फुपाजुले भन्नु पाएन मन परि भन्नुहुन्छ हौ यति साह्रो पनि नहेप्नु है हामीलाई हाम्रै गाउँमा आएर हामीलाई हेपिराखेर जान्नु भनेको हामी साह्रै सोझी मान्छे हो क्या तपाईँले के भन्नुभयो मलाई थाहा छ नि तपाईँको त्यो सेकेन्ड ह्यान्ड माल फेमस बनाइदिनु त के सर रक्षाजी इधर देखो कस्तो राम्रो छ हेर्नु त गाइड लाने बेला लाँदा हुन्छ है उयो तपाईँहरूको ठाउँतिर लगेर फ्याँकिराख्नु त नो प्लिज सरी म चाहदिनँ त्यस्तो गर्नु तिमीलाई लाँदा पनि कसले लान्छ जाँदा चाहदिनँ ताले लग्यो भने पनि फर्केर आउँछु के भन्नुहुन्छ त्यति साह्रो सोच्नु भएको म तपाईँको त्यो मधेसमा को जान्छ यस्तो गर्मी यो वाला फेमस बनाइदिउँ त भयो ल हबिबी कम टु दुबई जुम अबि फुपाजु सोझीमा धेरै सोझी हो कि छुच्चीमा धेरै छुच्ची अरू चिप्ले धसेर हामीलाई कसैले चिप्ले गर्न आउँदैन तर के भन्दाखेरि अलिक छुच्ची चाहिँ छुच्ची हुन्छ म त्यति हो हेपेर बस्न चाहिँ जान्दैन म फुपाजु के भन्नु छ भने भन्नु सेकेन्ड ह्यान्ड छ्या तपाईँ सेकेन्ड ह्यान्ड मेरो बिहा भएको छैन मैले सेकेन्ड ह्यान्ड भनिदिएको थिएँ अनि मलाई पो भन्नु हुँदो रहेछ भिरहरू गुरुजी हिँड्न लास्टै गाह्रो भयो अरेको कति पनि पुग्न छैन उयो माथि वाइट भएकोमा हेर्नु त यहाँ चाहिँ एक्लै हिँड्नु हुँदैन नि त बाघ भालुहरू आउँछ अनि त्यही भएर गुरुजीलाई पर्खिँदै लानुपर्ने यसरी आउने तपाईँलाई के गर्नु नि हामी कहाँदेखि खोजेर पठाउनु हाम्रो मान्छे ल्याइदिनु भन्दाखेरि हामी के भन्नु जल्दी आवा है जल्दी आवे राम्रो अब बोल्नै त आउँदैन के बोल्नु अङ्गुवाहरूसँग फाइनली गाइस अहिले पुग्यौँ अघि आएर बसिराख्नु भएको हुनुहुन्छ हाम्रो टोलीहरू बोजू गाह्रो भएछ बोजू फुपू तुम्मा अङ्कल बाजे गले गले हौ म त भ्लग बनाइदिनु भन्नुभयो त्यहाँदेखि त सिनेरी देखाइदिन्छु ल वाउ कस्तो राम्रो हेर्नु न होइन यहाँ यता हेर्नु त झन् यो हिमाल हेर्नु न
पाटेनाङ्गी हेर्नुहोस् त गाइस यहाँ पाटेनाङ्गी लेखिरहेछ नेपालको झन्डा गाइस यो चाहिँ पर्यटक स्थल हो तर यहाँ चाहिँ एकदम धेरै पोलहरू बाँध्नु भएको रहेछ अनि हाम्रो अङ्कलहरूले चाहिँ सरसफाइ कार्यक्रम गर्दै हुनुहुन्छ यसरी फ्याँकिदिनु भएको छ अनि हेलो गाइस अब चाहिँ हामी फर्किसक्यो गाडी भएको ठाउँमा पुग्दैछौँ राम्रो बोल्न नि आउँदैन उहाँ कस्तो दामी सनसेट देखिरहेछ अनि यो चाहिँ हाम्रो कान्छा अङ्कल उहाँको बाइक अनि फुपूहरू हुनुहुन्छ फुपाजुहरू यता माथि हुनुहुन्छ अहिले चाहिँ कति बज्यो 5:14 भइसकेछ गाइस आज मार्छन् घरमा हेर्नुहोस् कस्तो दामी सिनेरी यो चाहिँ सुके पोखरी हो वाउ यो सुके पोखरी कति राम्रो ठाउँ छ एकदम चिसो शीत झर्न थालिसकेको थियो अहिले चाहिँ हामी घर फर्किँदैछौँ फुपूले चाउचाउ बोकेर हेर्नु गाइस राम्रो देखिरहेछ कस्तो चिसो कस्तो ए रिसोर्ट फुपूजीले हेर्नुहोस् त 1 स्माइल यता जानु न यता राम्रो देखेको दुईजना कस्तो दामी देखेको के अनि कि वाउ लो एउटा डाइलग भनिदिनु त फुपाजु पहिले बिहा गर्दा के भनेर बिहा गर्नु भएको हुन्थ्यो त्यस्तो नि हुन्छ फर्केर अब यहाँ खाजा खान बसेका छौँ मेरो तुममा यो कुकुरले अघि हामीलाई माथिसम्म पुर्याएको थियो ड्राइभर हो अनि यता कति क्युट बेबी यहाँनिर हाई गरिदेऊ हाई गाइस अहिले चाहिँ हामी यो पुलिसहरू छौँ कस्तो दामी सनसेट भनिदिउँ न त हामीले वाउनु कसले भन्छ चिया खाजा नास्ता खाँदै तुम्मा त हेर्नुहोस् कना मात्रै न थेल अब हामीलाई तुम्बा ए बाजे हाम्रो बाजे फुपू